अस्मितले अस्ति अमिलो छ भन्थे बुइनले अमिलोहरू छोडे यसको भिडियो गुदी गुदी आमालाई छुट्याइदिनु भयो हुन्थ्यो नि त्यसैबाट गुदी गुदी खान न ढाक चिसो हिजो खानु भयो धनु प्लास्टिक खाउनु सही त काँक्रा जुस राम्रो हो नि त पेट पनि सफा गर्छ काटेको छैन हेर्दा चाहिँ मजाले पाकेर देखिन्छ अमिलो हो भने हुन्छ कि बल्ल अब घाम अलि झ्याप्प भयो पहेँलो देखेर त पैसा हालेँ मैले अदरको ऊ हुन्छ त्यो दबाई हालेर पकाएको हुन्छ मिठो हुँदैन अहिले आँप मुखको हुन्छ कि आँप अहिले सस्तो पाइँदैन अहिले आँप त्यति फलेको छ त्यही मैले चाहिँ त्यही जुसमा हाल्न अब काजु सिद्धि भन्दै दिदीले आँप मिसाउँछ जुस पनि झिकेर राख्दिनु खरबुजो पनि काटेर राख्दिनु क्या खान्छ नआएर मिठो हुँदैन है खानेर चाहिँ धेरै राख्नु बिग्रिहाल्छ बजारै के छ ल्याउनु पर्ने बजारमा घिरौँला झिमिन भिन्डी मुलाकै अहिले पछि महँगो भयो भने मात्र अहिले 10 रुपियाँ किलो थियो भिन्डी हो सबैभन्दा सस्तो अहिले भिन्डी र करेला हो नि आज बजारमा 10-20 रुपियाँ भन्दा बढी छैन दिन्छ अस्ति मैले पनि 1 किलो ल्याएको थिएँ नि 15 रुपियाँको सस्तो बोडी मिठाई लाग्दैन के किन्नु बोडी चाहिँ गोरु बडी त अझलको मिठो हुँदैन गुलियो हुन्छ भयो आधी नुन खुर्सानी दल्नु पनि खाना छ खाइदियो भयो किन राख्नु कुहिन्छ मलाई खाँदैन तिनीहरूले जे खाइन्छ नि किन त्यतिखेर ठिक हुन्छ चिसै मिठो हुन्छ राख्दै नभाङ्दै गर्दा त्यो नानीले खोप्छ नि त धेरै चिसो खोइ हाडेर चाहिँ मिठो रहन्छ भन्थ्यो हेर्दा झुप्पा थियो कस्तो राम्रो 100 रुपियाँ 200 रुपियाँ किने अहिले सुक्खा ठाउँको रहेछ क्या त्यहाँ त्यति गुदी होइन रातमा नै हो घरको आफ्नै मिठो छ भन्छ त्यसले किनेर ल्याएर असानीको त यस्तो नि त यहाँ पानी छ नि त त्यहाँ
5 बोट जति लिची सार्ने हो भने 2-3 लाख रुपियाँ हुने रहेछ कि। अरे कटर रोप्ने भएर सबै सरो खङ्कट भएर सुक्यो। एउटा कटर त एउटा त्यहाँ माथि घाँप उतापट्टि पला रहेछ। थोरै रोपेर त्यहाँ मैले कटर कागती ज्यादा हुँदो रहेछ मलाई चाहिँ कागती सरे खालको फुल त्यो त आउँदै सरे के फलेकै छैन कागती। यो हाम्रो खालको होइन उ त्यो उसको नि महतको घरमा त्यस्तो खालको कागती रोपिदिनु भने के भयो त हामीले 5 रुपियाँ गोटा दियो भने घरै आएर लान्छन् त्यो। 3-4 वटा बोट हुने र 5 रुपियाँ गोटा दिने नि घरै आउँछन् व्यापारी बोरा लिएर। 10 रुपियाँ 15 रुपियाँ भन्छ। थुप्रो लाग्दैछ मैले यसपालि त्यो फल्नु चाहिँ कहिले हो घरै आउँछन् के त्यो उतापट्टिबाट बाल जग्गा घेर्नु थियो खै 2-3 टिप इँटा 2 टिप इँटा भए पुग्थ्यो। मान्छे त आँप खाँदा मुन्टो हल्लाउँछ दिलले। मिठो भए अस्पताल राख्थ्यो। त्यही त आउने बित्तिकै झिक्या थियो हतार हतार पछि उ गर्ने गरी मिठो होला भनेर भरे मिठो रहेछ। मैले नि चाखिने यसो हेर्नु त हेर्दाखेरि खाउँ खाउँ लाग्ने खालको छ। बेलै छैन नि त्यो दसरी आफै हो हुन त दसरी आफ त काँचै पनि मिठो हुन्थ्यो। इन्डियाबाटै आएको होला यो भुट दुख्छ बोक्रामा दबाईले गरे होला। पखालेर खायो। अर्को पनि उद्घाटन भयो यसपालि दिदी। अब यसपालि मुगो हुन्छ क्या छोइसक्नु हुँदैन आफ कसैको फल्या छैन होला है नि यसपालि माइस्तानतिर त्यत्रा हुँदै यसपालि डङरङ डङरङ खाली भयो। कसैको फल्या छैन जति होइन हामीले केयर खान पुगिहाल्छ आफ्नै आफूले। अलिअलि किन्नु पर्ने मालदह भेट्यो भने खान्छ यो त अमिलो भन्छ खाँदैन यहाँको। मास्लो बोटको चाहिँ मिठै छ क्या। उस्तै हो बोक्रा हेर्दाखेरि त्यो गुलियो म जस्तो होला जस्तो चाहिँ फेरि जाडो पनि पसेको छ झुत्रा पनि त्यस्तो छ छिप्पिएकै छ आँखा हेर्दा पाक्न नि मजाले पाकेको छ। पकाउनु त दबाई हालेर पनि के खाना चाहिँ मिठै हो गर्मी चिज हो के आँप गर्मी त हो आँप लिची आँप गर्मी हो लिची पनि गर्मी चिज हो केरा गर्मी चिज हो। फुच्चीको नि छुट्टी हुने बेला भयो होला 3 बज्ला। कति बजे हो 3 बजे 5 मिनट भइस। अस्ति त्यो 3:30 मा हुन्छ त्यही पनि अस्ति त अहिले अझै राम्रो बनाएन भनेर